हेलो एभ्रिवान, आई होप तपाईँ सबै सन्चै हुनुहुन्छ होला। म पनि एकदमै सन्चै छु। अन्त म चाहिँ घर आइरहेको छु होइन। अन्त घर चाहिँ किन आएको भने चाहिँ अब अर्को महिना चाहिँ आपाको काम छ नि त होइन। त्यसले गर्दाखेरि चाहिँ यहाँनिर सबै सफा धुइधाइ गरेर हो म धुने, आमाले सुकाउँदै राखिरहेको छ होइन। अन्त यहाँनिर आधी प्लेटहरू आमाले सुकाएर चाहिँ तपाईँलाई देखाउँछु। यही नै पुसेर आमाले पर पुऱ्याइसकेको छ होइन। अन्त यहाँ चाहिँ लास्ट हो, आमाले चाहिँ यहाँ पुस्दै पर राखिरहेको छ। लास्ट यति हप अब आमाले पुस्ने पनि त्यसमा राखेर अब आधी चाहिँ आमाले पर धुएर राखिरहेको छ पुसेर होइन। तपाईँलाई त्यो पनि देखाउँछु। यहाँनिर सबै तर सुकाइरहेको छ। अर्को महिना चाहिँ आप्पाको काम हो नि त, 3 वर्षको। अन्त त्यसले गर्दाखेरि चाहिँ सबै पुसपास गरिरहेको होइन। अब किन अब लामाहरू पढाउँछ, पाहुनाहरू आउँछ होइन। अनि सामानहरू सबै चाहिन्छ नि त, त्यसले गर्दाखेरि चाहिँ। अनि आमाले चाहिँ यहाँनिर सबै अघि नै यहाँ चाहिँ अघि धुइसकेको हो होइन। अनि आमाले सबै पुसेर यहाँ राखिदिइराख्नु भएको छ है यहाँनिर। अब म चाहिँ यहाँनिर सबै यो पेपरहरू चेन्ज गरेर सिसाहरू सबै पुस्छु होइन। एकदम यस्तो भइरहेको छ है। न आमाले पनि चाहिँ यति सबै सकायो पुसपास गरेर राख्नु होइन। अब अझै परानीहरू सुकाउ एउटा लास्टमा सुकाएको थियो त्यहाँनिर अब चाहिँ सबै पुसेर सबै मिलाइसकेको छु होइन। हेरिहाल्नुहोस् कस्तो मजाले मिलाइरहेको छु। अन्त अब चाहिँ यस्तो मिलाएको यो सरक्कै तपाईँलाई देखाउँदैछु होइन। सबै मिलाएँ। अन्त यिनीहरू पनि सबै मिलाइसक्यो। आधी अलिकति चाहिँ सुकेको छैन हो। अब चाहिँ काम पनि सकिसकेको छ होइन। एकदम पुरा गरम, पुरा घाम झक्कै लागिरहेछ नि त होइन। अब पुरा गरम पनि भयो, सबै काम सकिसके पनि भइसक्यो होइन। अन्त आजको काम सकियो। अब भोलि चाहिँ मेरो अलिकति यो खिड्कीहरू सबै पुछताछहरू गर्नुपर्ने छ हो। किनकि अब अर्को महिना आपाको काम हो नि त। अनि अहिले पनि बढेर सबै सफाहरू गरिरहेको